अन्तर्वार्तामा कसरी सफल हुने? साक्षात्कार अर्थात् अन्तर्वार्ता यो तपाईको जीवनको एउटा यस्तो मोड हो जहाँ सही तयारीले तपाईको भविष्य बनाउँछ। आजको यो भिडियोमा हामी तपाईलाई दिनेछौँ अन्तर्वार्तामा 100% सफल हुने 5 सुनौलो मन्त्र। यो हो करियर नेपाल, तपाईको करियरको साथी। अन्तर्वार्ताको पहिलो शर्त हो आत्मविश्वास। तर आत्मविश्वास भनेको सबै कुरा जान्दछु भन्नु होइन। जे जानेको छु त्यो आत्मविश्वासका साथ बोल्ने हो। तपाईका आँखा, बोली, हिँडाइले नै तपाईको आत्मबल झल्किन्छ। तसर्थ ऐना अगाडि अभ्यास गर्नुस्, आफ्नो बारेमा संक्षिप्त तर प्रभावशाली परिचय दिन सिक्नुस्। तपाईले आवेदन दिनुभएको कम्पनीको बारेमा जानकारी लिनुस्। उनीहरूको मिसन के हो, काम गर्ने वातावरण कस्तो छ, कम्पनीको वेबसाइट, सोशल मिडिया र न्युज हेर्नुस्। यदि तपाई कम्पनीबारे जानकार हुनुहुन्छ भने तपाईको जवाफहरू अझ प्रासङ्गिक र प्रभावशाली हुनेछन्। अन्तर्वार्तामा प्राय सोधिने प्रश्नहरूमध्ये केही यस्ता छन्। नम्बर 1, आफूलाई चिनाउनुस्। नम्बर 2, किन तपाईले यो जागिर पाउनुपर्छ। नम्बर 3, तपाईको कमजोरी र बलियो पक्ष के हो। यी प्रश्नहरूको उत्तर पहिले तयार गर्नुस्, तर जबरजस्ती रटेको जस्तो होइन। आफ्नो भाषा र शैलीमा प्रस्तुत हुनुहोस्। पर्सनालिटी नै पहिलो प्रभाव हो। सफा प्रोफेसनल लुगा लगाउनुस्। समयमै पुग्नुस्। 10 मिनेट अगाडि पुग्नु राम्रो। मोबाइल बन्द गर्नुस्। आँखा मिलाएर कुरा गर्नुस्। नझुक्किने गरी मुस्कान दिनुस्। अन्तर्वार्ता सकिएपछि अन्तर्वार्ताकर्तालाई शिष्ट भाषामा धन्यवाद दिनुस्। साथै तपाईको कम्पनीमा योगदान दिन पाउने आशामा छु भन्ने सकारात्मक कुरा गर्नुस्। अन्तर्वार्ता पास गर्न कुनै जादु होइन, तर तयारी, आत्मविश्वास र सकारात्मक सोच नै तपाईको शक्ति हो। यस भिडियोले तपाईलाई सहयोग पुर्यायो भने लाइक गर्नुस्। कुन कुरामा अलमल पर्नु भएको छ कमेन्टमा लेख्नुस् र यस्ता करियर गाइडका लागि सब्स्क्राइब गर्नुहोस्। करियर अफ नेपाल। नमस्कार।